बोकेर लाउँछ अब फेरि यतै दुख्यो ऐ आउने के जाम के कपडा धुन आउ न मैले बुढो कतिखेर अफिसबाट आएर र अनि भाँडा माझौँला कपडा धुम्ला भनेर कपडा यति धेरै थुपाइरहेको छु हेर्नु त आज एक दिन घर त छिटो आएर बसेको त तपाईँले नि महिनामा एकचोटि पो धुनुहुन्छ नि कपडा एक महिनामा एकचोटि बुढा सघाउँदा अनि के हुन्छ के जान्छ तपाईँले भाँडा माझ्नु होइन तपाईँले कपडा धुनु म भाँडा माझ्छु नै होइन म भाँडा माझ्छु तपाईँले कपडा धुन्न यत्रो कपडा उठेर रिस उठिहाल्छ जाने सबै तपाईँको मात्रै कपडा छन् फेरि भाँडा माझ्ने तपाईँको कपडा सब निकालेर फेरि मेरो मात्रै के अरे धुन्छु नि कपडा बुझ्नुभयो मेरो कपडा त्यही त तपाईँको कपडा सबै निकाल्छु तपाईँको त्यो कहाँ हुन्छ त्यसो भए बुढाबुढीसँग माझौँ